त एकदम मजाले चलिरहेको छ है। घरको मकै यत्रो यत्रो भइसक्यो खाने बेला चाहिँ मेरो घर हो होइन। हेलो गाइज, वेलकम टु माई एनदर भिडियो भन्नुपर्छ लङ टाइम पछि होइन। म तपाईँहरूकै माझ अब उपस्थित भइसकेँ। त्यही पनि आज तपाईँहरू लङ टाइम पछि भिडियो बनाऊँ न त यसो भनेर होइन भिडियो बनाउँदैछु। अनि बिहान शुभ बिहानी सँगसँगै म चाहिँ आज चाहिँ होइन तपाईँहरूलाई के देखाउन गइरहेको छु भने अनि म चाहिँ आज चाहिँ खाससम्मको तपाईँहरूलाई के देखाउन गइरहेको छु भने अनि बाँदरहरूले चाहिँ मकै कति खायो के खायो होइन यो भएर त्यो देखाउन गइरहेको छु। जाँदैछु बाँदर धपाउनु चाहिँ म जाँदैछु कि बाँदरले केही अब राख्नु दिएको छैन होइन मकैहरू, त्यही हो। अनि भन्नुपर्दा यस्तो छ गाइस हाम्रोतिरको मकैहरू चाहिँ होइन यस्तो छ है। यहाँनिर त्यो परको बारी भइहाल्यो अनि यस्तै छ गाइस। ल तल भेटौँला है के कति खायो। यस्तो छ गाइस हाम्रो त पारियो गाउँ चाहिँ कोतिका हो। यो माथिल्लो गाउँ सापुर हो होइन। अनि यो तल कादेल, यो माथिको ससर्का, यो बाख्रो होइन बाख्रो त एकदम मजाले चलिरहेको छ है गाइस। हरियालीमा साँच छ एकदम मजाले होइन। हेर्नु त हाम्रो खेत चाहिँ हो कति के खायो यत्रो यत्रो घोगा छ। हाम्रोतिर चाहिँ खाने बेला पनि भइसक्यो तर बाँदर के कतिको आएको छ हेर्नु न। यहाँ ढालेर है हेर्नु त के हालत गरिदिएको। 70 छ नि मकै त बाँदरले खाएर। हेर्नु त यत्रो होइन के गर्नु हो के गर्नु। यस्तो छ है हाम्रोतिरको मकै चाहिँ। यसलाई चाहिँ भन्छ पत्मेरो है, पत्मेरो भन्छ हाम्रोतिरको फेमस घाँस हो कि एकदम फेमस। हेर्नु न कस्तो झ्याम्पुलो छ क्या। पछि धान रोपेर नि काटेर पनि यसको घाँस चाहिँ अब खेतबारीमा मल्न या अथवा केही गर्नु पर्यो भने यही खुवाउँछ क्या। फेरि एकदम मजाले खान्छ यो, रुचाएर खान्छ क्या गोरु या भैँसी होइन। यो तर बाँदर चाहिँ आज त्यति आएको छैन जस्तो छ। अनि त्यही हो बाँदर चाहिँ आएको छैन जस्तो छ, हेर्न सक्नुहुनेछ न त बाँदर है त। हेर्नु न मकैहरू सब लडेको छ क्या तर बाँदर चाहिँ आज आएको छैन जस्तो छ होइन। हेर्नु त है यो भेगमा चाहिँ धेरै लाग्छ क्या। यो भेगमा तलदेखि माथिसम्म कत्रो फेरि बबाल खाइदिन्छ क्या हावाले। हेर्नु न यसपालिको हावाले केही छैन मकैहरू। अनि गरेको र नगरेको के खानु के होइन, के खानु के लाउनु हेर्नु गरेकै अब खानु दिँदैन लाउनु दिँदैन होइन। खेती पनि के गर्नु र गाइजहरू, त्यही हो। यो भेगमा लाग्छ है बाँदर चाहिँ। यो भेगमा म तल्लो यो मुनिको साइडमा जान्छु म है त। हेर्नु न हाम्रो गाउँघरको मकै यत्रो यत्रो भइसक्यो खाने बेला पनि भइसक्यो होइन। अनि यो कस्तो लाग्यो होइन एकदमै सपोर्ट चाहिँ गरिदिनु होला अब नयाँ हुनुहुन्छ भने होइन। अब खासै अब युट्युबमा भिडियो अपलोड त गरिराख्दिनँ, खासै क्रेज हुँदैन। अब भिडियोको कोही खेरमा त यसो बनाइहाल्यो भने बनाइहालेँ तर डेली चाहिँ अब भिडियो बनाएर हाल्न पाउँदैन। सो त्यही भएर तपाईँहरूको लागि चाहिँ अब सानो तिनो भए पनि एकदमै तपाईँहरूको साथ सपोर्ट अनि
माया चाहिँ अब भयो भने एकदमै सार सपोर्टले 1 सब्सक्राइबर गरिदिनु भए पनि कति हेल्प मिल्नेछ होइन। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइबर गर्नु चाहिँ नबिर्सिनु होला। अनि लाइक कमेन्ट अब जति जे छ होइन तपाईँहरूलाई गरिदिनु होला गाइज भन्दै छुट्टिन्छु। बाई बाई। अल नेक्स्ट भिडियोको लागि भेटौँला।